हैन हान्ने हैन यो तीनवटा छ पर सानो एउटा छ त्यहाँतिर खासै ठुलो त हैन लिटिल बिट थोरै छ ठुलो हान्ने यहाँ तल ल खाने भए यो छोरा भयो एट नाइट आजको एट नाइटमा उता छ त्यहाँ छोरा खाने भए अब यस्तो गर्ने भए जवानहरूले हजार पठाइदिनुहोस् के हेलो गाइस वेलकम टु माई युट्युब च्यानल सनिस मगर आज चाहिँ टक्क म काट्नेको भिडियो बनाइरहेको छु भिडियोहरू सबले सब्सक्राइब गरिदिनु होला टक्क आज चाहिँ सुरु दिन पहिलो दिन म्यागडी निस्कोट म काट्ने यो चाहिँ म झाडाको लागि बनाएको अब तल चाहिँ अब फाँसा चढाएर अनि सबैले काट्न भएर हिँड्छ कि अब फाँसा चढाएर नि अब गएर एकछिनमा काट्दै सुरु हुन्छ आज चाहिँ पहिलो दिन आज धेरै काटिन होला 1-2 घर काटिन्छ होला त्यही भएर अब तल त्यो अब काट्ने सुरु भइरहेछ तल गएर नि सक्यो अब एकछिनमा चाहिँ त्यहाँ आउँछ भाइ हेर्दै जाम हामी नि त्यो चाहिँ बेलुकासम्म हो अब राख पर्न नि लाग्यो ल हन्टिङ सुरु भयो त म्यागडी जिल्ला निस्कोटमा आज चाहिँ हिजो 1 घर काट्यो आज 4 घर काट्यो अब सुरु छ 5 घर यता छ गराट 24 घर छ भन्दैकर कति छ कोहीले 26 भन्छन् ल यो बाले त यो फुट यो फुटले कुटो यो हटेट बिसाइ राख्नु त अरे मेरा से कोटा हाल्दिएको वा रक्की दाइले खेलाउने थिए यो बुटो गरे हाल्नु पर्यो र ढोडे छोरा खाने ढोडे छोरा खाऊ गजब जिल हटे भनेको एकै ठाउँमा गएर आइन्छ भाइ अघि धेरै चुयो के रो त्यो भएन के राख बाबा त छोड्दे त्यो तपाईले उचाल्नु त उता किन खनाइहाल्यो हुन्छ ल एट हनी हन्टिङ निस्कोट ल एट हन्टिङ टुडे नेक्स्ट डे अब यता छन् ज्वाइँ ल अब खुडु खासै रहेन रहेछ छोडै रहेछ यहाँ छ 5 घर 4 घर काटियो अब आज दिनभरिमा त्यो 4वटा यहाँ तल छ 5वटा 6वटा
ओ तल छ एउटा त्यहाँ ओ वहाँ छ त्यहाँ माथिन छ यति भ्याइन्छ कि भन्ने छ कस्तो हुन्छ है त हेरौँ मौसम नि एकदम राम्रो छ आज अलि खेर गएको फुडुल हामीले खाइएछ अब आधी लिटर गइसक्यो अब खै साथीहरूले खै तलबाट सामान दिन्नन् अब खाएर साकाम गर्न यता कसो कसो अब के भने समयको फल खानै पर्यो साथी हो लाट्ट अब ल ल ल है अब 56 वर्षको उमेरमा जुन म काट्ने म ए अब अपाङ्ग मान्छे एउटा पुरानबाटैसँग यसो साठी भएर काटिदिएको छ अब पहिला पनि 10-12 वर्ष काटेकै मान्छे हो खायो अघि तपाईँले खुवाउनु भएको म खुवाइदिन्छु भयो भयो एक गाँस टोके प्लिज त्यो मिठो हुन्छ खुवाइदिनु त यसो गर्न खानु के अब चुयाउँछ फटाफट ल अब सुरु भइसक्यो है त अब काट्ने सुरु हो साथी हो अब ए ल ए हो ए उमा अझ 2 गार छ अझै 5 वर्ष काट्न पाइन्छ एक्लै काट्छु मैले पुरन अनि जोसँग गर्नुहुन्छ अब समयले दिनु पर्यो अलि माथि तार्न त भाइ हल्का थोरै छोट्याउ त भाइ बा अलि टिनिक्क तानेर राख है भाइ डरा हो त डरा हो अलि डर गरेर राख त्यही हो अब कटिङ होइन अनि यो माउलाई फाल्नुहोस् त हाल्ने छोड्नु त मल के यो माउ हो भने माउले सबै खाइदिन्छ क्या हेर नि त भित्र पसेर नब आधी लिटर त खाइसक्यो के भन्दा उनीहरूको दिनभरिको भन्दा पनि अब वर्ष दिनको फल अब खानु पर्यो नि छोडिदिनु त थोरै छोट्याउ त भाइ ल अब कटिङ यही हो गर हाम्रो होइन गेन्न छिटो अब रात पर्नु लाग्यो त्यही हातले हो अब नजिकै छ खर नजिक सजिलो मात्रै यति गर्न पाइयो नि त होइन इटा दुईटा छैन बडे एउटा त्यो के भन्छ ल तर हेमा राम्रो छ नि पुसौ हजुर राम्रो छ क्लियर गर्नुभयो हजुर ए पुरान बढेर म आछु अब यही हो अब यस्तो यो कुन के भन्ने यही हो हजुर नि बडे हजुर यो 2 गार 3 गार काट्यो अझ 3 गार छ अब के कति छ अब राम्रै होला जस्तो लागेको छ रे के अब समय खोजले निकालिहाल्नु काट्ने तरिका यसो तपाईँहरूले अब यो तल कुट हुन्छ अब यसरी खोदल्यो भने केही खेर जान्न तपाईँहरूले पनि यसरी काट्नुभयो भने हेर्नुहोस् तल के चुहोछ भने भन्नुहोस् अब खोदल्ने अब अलि टाइम लाग्छ हजुर फेरि अब यताबाट अब यताबाट लुम्ने यसलाई नसुने फेरि यसरी गरेर बगेर यहाँ आउँछ अनि यसरी लुनेर फेरि यहाँ खेर गयो भने फेरि भडाइले गाली गर्नुहुन्छ हत्तेरी यहाँ उहाँ फेरि सेकेन्ड लुहाने सेकेन्ड भन्दा पनि फर्स्ट 1 नम्बर मात्रै हुनुहुन्छ उहाँ घाम धेरै भयो त्यही हो
खुडा आयो पराङको सिधा सिधा हाल्नु थियो नि जब टोल खुडु बजा बस्न मजा गर्छु यार भाइहरू यार हामी कति खेलेको मान्छे हो यस्तो पराङमा डिउली तर पाइला डिउली त्यसले त 6000 हो नभए फेरि मोटो गुरु भेटेर झिया होला के हो रे मान्छे त उसमा हेर्दा त गु देखिन्छ त मोबाइलमा त राम्रो आउने रहेछ त मोबाइलको क्वालिटी हो के हो लास्टमा फेरि हेरि जान्छ वाह यो मान्छे बसेर त्यति लाने हेर्दैन त मात्र भिडियो मात्र क्या कन्टिन्यू देऊ राजा त्यही चेनमा हान्देऊ यहाँ त भन्न त पाइयो अहिले उको नि कस्तो यस्तो छ हेर्नुहोस् त हजुर गाह्रो छ अझै मान्छेलाई अहिले तँलाई जम्मै फोस फुकाएर उठा गावेला मल्ला त्यस्तोमा झन् मजा आउँछ नि मलाई अहिले कुसा टेपेर बस्छ अन्त प्लास्टिक छिटो रेडी है छोरा आयो छोरा बिस्तारै ताला ओके और यो कमला त यो अनि के आइटम देख्छु अब बिस्तारै के हेर्छ अब के हो कति लम्बा हो नि अब लगभग धेरै भयो मकलै अब छैन त्यही भयो अनि यहाँ चाहिँ टक्क हामीले चाहिँ खुरु एउटै छ तलतिर को भिडियो हेरेर सबले सब्सक्राइब चाहिँ गरिदिनु होला गाइजहरु भिडियोलाई माया गरेर खुरु चाहिरहेको छ तलबाट टक्क यो चाहिँ अब तलबाट लिएको भयो खुरु टक्क खुरु चाहिँ डेन्जरै छ भनौँ मैले हल्का धेरै धेरै नै छ यो चाहिँ किमाहरू जस्तै छ के हो अब मैले टक्क थाहा भएन टक्क अब यो चाहिँ म छान्ने भयो म छान्नेले टक्क यहाँबाट छानेर बल्ल द्रममा हालेर सबै खुरुहरू गर्ने टक्क यहाँमा चाहिँ खुरु चाहिँ बबालाई निस्किरहेको छ वा बबाल रहेछ है मनी आइरहेछ टक्क यो चाहिँ यस्तो गरेर खाएपछि खुर्ने गर्छ म्याग्दी जिल्ला निस्कोटमा आज चाहिँ हिजो एक घर काट्यो आज 4 घर काट्यो अब सुरु छ 5 घर यता छ गराट 24 घर छ भन्टिकर कति छ कोहीले 26 भन्छन् ल
टक्क अब चाहिँ म काटेर सक्को अब उँभो चाहिँ म पराङ तान्दैछन् अब हामी चाहिँ तल आएर टक्क गरेको अब अझ हामी चाहिँ माथि जाँदैछौँ टक्कै यो चाहिँ आज चाहिँ अन्तिम दिन अब म बान्ने कार्यक्रम भइरहेछ टक्क भागमा चाहिँ कति कति पर्छ टुट्रे आफूलाई थाहा हुन्छ आज चाहिँ लगभग सक्को अब चाहिँ हामी चाहिँ घर गइन्छ टक्क थाप्दैछौँ उहाँहरू चाहिँ सबै सक्को म काटेर अब घरतिर टक्क भिडियोलाई चाहिँ सबले माया गरेर सब्सक्राइब चाहिँ गरिदिनु होला गाइजहरू टक्क सक्को सक्यो म काटेर हामी चाहिँ घरतिर लाग्दै त